एनपीएल दोस्रो सिजन अन्तर्गतमा रहेर आज हुने खेल चितवन राइनर्स र लुम्बिनी लायन्स बीच प्रतिस्पर्धा हुन गइरहेको छ। लुम्बिनी लायन्सको भने यो सिजनको पहिलो गेम रहँदा यता चितवन राइनर्सको पनि यो दोस्रो गेम रहेको छ। चितवन राइनर्सले यसभन्दा अगाडि कर्णाली एक्ससँग प्रतिस्पर्धा गरिसकेको छ, जहाँ कर्णाली एक्सलाई चितवन राइनर्सले हराउन सफल रहेको थियो। र आजको यो खेल 204 बजेबाट सुरुवात रहनेछ भने यो खेलको लाइभ ब्रोडकास्टिङ तपाईले डिसोम गो एप मार्फत लाइभ हेर्न सक्नुहुनेछ भने टिभीबाट स्टार स्पोर्ट्स सँगसँगै कान्तिपुर म्याक्सबाट पनि तपाईहरुले लाइभ हेर्न सक्नुहुनेछ। नेपालबाट कान्तिपुर म्याक्सबाट आउँदा विश्वभरबाट पनि स्टार स्पोर्ट्सबाट लाइभ ब्रोडकास्टिङ हुनेछ। र यो खेलको म्याच प्रिभ्यू लिएर म तपाईहरुमा उपस्थित भइ नै सकेको छु। लुम्बिनी लायन्सको स्क्वाडलाई हेर्नु पर्दाखेरि अलिकति बलियो नै देखिन्छ चितवन राइनर्सको टिम भन्दा। एकातर्फ कप्तान रोहित कुमार पौडेल राष्ट्रिय टिमका पनि रहेका छन् भने अर्कोतर्फ विस्फोटक ब्याट्सम्यान सन्दीप जोहरा पनि रहेका छन्। र यसैगरी अन्य खेलाडीहरुको कुरा गर्नु पर्दाखेरि दिलीप नाथ जस्ता, शेर मल्ल जस्ता खेलाडीहरु यसै टिममा नै रहेका छन् र अलिकति एक्सपिरियन्स खेलाडी हैन। अस्ट्रेलियाका डार्सी शर्टदेखि लिएर टुम्पलमदेखि लिएर अफगानिस्तानका गुलबदिन नाइबदेखि लिएर खेलाडीहरू रहेका छन्। यसैगरी थोमस ज्याक डार्सा पनि यस टिममा रहेका छन् र समीर अली पनि यस टिममा नै रहेका छन्। र यसैगरी चितवन राइनर्सको कुरा गर्नु पर्दाखेरि चितवन राइनर्सका खेलाडीहरू पनि यस प्रकार रहेका छन्। कुशल मल्ल रहेका छन् र यसैगरी कमल सिंह ऐरी, रिजन ढकाल, विपिन रावलदेखि लिएर विदेशी खेलाडीहरूको रूपमा रवि भोपरा, यसैगरी सोहेल तानवीर, साहिब जाइब र डेभिड मलान जस्ता खेलाडीहरू रहेका छन्। दुवै टोली अलिकति आफ्नो पोटेन्सियलमा अलिकति एबिलिटी दुवै टिममा नै रहेको छ, तर अलिकति पर्ला भारी चाहिँ नि अर्कोतर्फ लुम्बिनी लायन्सको नि देखिन्छ। ब्याटिङ वाइज अलिकति डिपली ब्याटिङ गर्न सक्ने खेलाडीहरू सम्पूर्ण रहेका छन् भन्दा फरक नपर्ला लुम्बिनी लायन्सको। र विस्फोटक ब्याटरहरू पनि रहेका छन्। सन्दीप जोहरादेखि लिएर कप्तानी पारी रोहित कुमार पौडेलले पनि दिन चाहिँ सक्नेछन्। यसैगरी डार्सी सर्ट गुलबदिन नाइबको एक्सपिरियन्सको कारणले गर्दाखेरि र युवा खेलाडीहरूको कारणले गर्दाखेरि लुम्बिनी लायन्सले यो गेममा जित हात पार्ला जस्तो देखिन्छ। र हजुरहरूलाई कुन टिमले जित हासिल गर्ने सक्नेछ त हजुरहरूको धारणा के रहेको छ कमेन्ट बक्समा राख्न नभुल्नु होला भन्दै यस भिडियोबाट भने म बिदा हुन चाहन्छु। हस्त जय नेपाल, जय नेपाली क्रिकेट, धन्यवाद।